यो विरोधी कुमार साम्पाङको चाहिँ एउटा भिडियो आएको छ होइन। यो भिडियोलाई सक्दो सेयर गरेर विरोधी कुमार साम्पाङको मोबाइलसम्म चाहिँ पुर्याउँछ साथीहरू। उहाँको सभापतिमाथि लागेको सहकारी ठगीको जुन आरोप भनौँ या के भनौँ, अब थुप्रै अब पैसा पनि थुप्रै तिरेर निस्किनु भएको भन्ने कुरा छ। त्यो अरूको बारेमा सोच्नको साटो रवि दाई निर्दोष हो कि दोषी हो भनेर तिमीलाई सोध्नको साटो बरु तिमीले चाहिँ हप्तै पछि चन्दा उठाएको पैसाको हिसाब किताब राख त कहाँनिर छ त्यो हिसाब किताब देखाऊ। त्यति मात्रै होइन, नक्कली माओवादी बनेर होइन त्यत्रो जनतालाई ठगेको हो, त्यसको हिसाब किताब देखाऊ त। हामीले मानेको रवि दाईलाई त जनताले चाहिँ प्रतिशोध साधेको हो भने 40 लाखको त साइनै गरेका छन्। तिम्रो नाममा 1 लाख लिएर आऊ त जाऊ। तिम्रा भरौटे बाहेक अरूको जनताको लिएर आऊ त 1 लाख साइन ल साथी हो। यो विरोधी साम्पाङको भिडियो चाहिँ उसले स्ट्याटस लेखे जस्तै हामीले नि सेयर गरेर ठेलेर भए नि हर्क साम्पाङको मोबाइलमा पुर्याउँ त साथीहरू।